साथीहरु हामी चाहिँ यो पार्कमा आहाम। यहाँ चाहिँ हामीहरु अब यहाँ यो गोटी खेल्ने नेपालमा बच्चा खेल्थ्यौं। यहाँ चाहिँ हामी अहिले ठुलो भएपछि खेल्न लाहाम। कस्तो हुन्छ हेर्नु होला सबैजनाले हामी कसरी खेल्छ। हेलो नमस्ते वेलकम टु न्यू भिडियो। मैले हजुरहरुलाई गोटी खेलेर देखाउन चाहन्छु र सिकाउँछु भने हेर्नु है। पहिला बच्चाको याद चाहिँ आउँछ कि नि हजुरहरुलाई। एउटा गोटी टिप्ने फेरि पहिले मर्छु है फेरिबाट है। ल एउटा गोटी टिप्ने अनि यसरी खेल्ने अनि दुईटा गोटी टिप्ने तीनटा गोटी एउटा तीनटा गोटी अनि ढ्याप्पो अनि यस्तो हाम्रो बागलुङतिरको र कपिल वस्तुतिरको गोटी खेलाइ चाहिँ जेन सिकाउँदो रहेछ है। ल अब यसमा चाहिँ साथीहरूले बताउन पर्छ एउटा गोटी अनि त्यो गोटी चाहिँ लास्टमा एकैचोटिमा राख्नुपर्छ। अरू दुईचोटिमा राखे पनि गाइजहरू हेर्नु होला। अनि यहाँ चाहिँ यो आयो, योमा चाहिँ यो बताउने धेरै फरक। तर कति स्टेप चाहिँ हामीले बिर्सिसके हौं है। आउन मलाई अनि एउटा बत्दिने अनि त्यसलाई चाहिँ लास्टमा नछोइकन पठाउनु पर्ने हुन्छ। यो भयो अनि तीनले फेरि डबल आउँछ। यसपछि चाहिँ यस्तो हुन्छ अनि एक दुई तीनचोटि गर्ने अनि यस्तो सबलाई जम्मा गर्ने अनि यसरी टिप्ने हुन्छ। अनि चाहिँ फेरि यस्तो हुन्छ, फेरि दुईटा टिप्ने हुन्छ, फेरि यसरी यस्तो गर्ने यस्तो गर्ने। अब फेरि स्टेप बिर्सिए अनि त्यसपछि चाहिँ हुन्छ यस्तो गोटी खेल्ने। हजुर खेल्नु अन्त किन यस्तो यहाँ राखौँ अलि आउनु मलाई। अनि यसरी गर्ने यसरी गरेर यसरी खेल्ने। दुईटा हातले हैजा टिप्ने, हाम्रोतिर एउटै हातले टिप्नु पर्छ। दुईटा अनि त्यसपछि के हुन्छ त्यसपछि काममा गएर साथीहरू घर गएर झोला पनि नराखिकन बिचै बाटोमा यसरी गोटा खेल्ने को भन्दाखेरि मालती कुँवर। स्कुल टाइममा नेपाल आउँदाखेरि नि स्कुलबाट छुट्टी भएर मान्छे घरै नगइकन बाटोबाटै गोटा खेल्न जान्थे। अहिले जापान आएर पनि यस्तो छ अवस्था। ल हेर्नुहोस् है गाइज, अब हामी चाहिँ क्याम्प खेल्यौँ, गोटी सट्टी खेलेर अब चाहिँ घर जान लाग्यो। अनि चाहिँ जापानमा चाहिँ यस्तो हुन्छ है साथीहरू, सरकारी घर सबै यो बिल्डिङ सरकारी घर हो। यसलाई चाहिँ निहोङ्गोमा दान्ची भन्छ है साथीहरू। यस्तो हुन्छ हेर्नु त कति राम्रो छ है सबै बिल्डिङ यस्तै छ।